ल तिमी सिरिज हेर्ने बेलामा चाहिँ म यो सल्भ गरेर सकाइदिन्छु अनि पछि हेर्न हुन्छ तिमीले। ल यो चाहिँ त्यहाँबाट कन्टिन्युड क्वेसन सुरु भयो है। क्वेसन नम्बर 18मा जाम। सो 18मा चाहिँ विच अफ द फलोइङ फोर्सेस विल नट प्रड्युस जिरो एक्सेलरेसन विल नट प्रड्युस जिरो एक्सेलरेसन इन द बडी एक्टेड बाई दिस फोर्स भनेको छ। अब यहाँनिर के भनेको रहेछ भन्दा त जेरो एक्सेलरेसन नहुने भनेको रहेछ मेन है। तिनवटा फोर्स एक्ट गर्दाखेरि जेरो नहुने कन्डिसन भयो। सो जेरो नहुने कन्डिसन मैले के भनेको थिएँ नि, स्पेस छ धेरै नै हामीसँग त अहिले। सो जेरो नहुने कन्डिसन भनेको चाहिँ है, पेन मिलाम पहिला। ल जस्तै ए भेक्टर बी भेक्टर र सी भेक्टर छ भने यो तिनवटा भेक्टर एक्ट गर्दाखेरि कति बेला चाहिँ रिजल्टेन्ट कहिले पनि जेरो हुन्न भन्दा सी भेक्टर इज मोर देन ए भेक्टर प्लस बी भेक्टर भयो भने जिरो कहिले पनि हुन्न। र इफ सी भेक्टर इज लेस देन अर इक्वल टु ए भेक्टर प्लस बी भेक्टर भयो भने चाहिँ जेरो हुन सक्छ। मेबी जेरो हुन्छ भन्ने हो नि त। अहिले हामीलाई चाहिएको त के हो, अहिले हामीलाई चाहिएको त विल नट प्रड्युस एनी एक्सेलरेसन इन द बडी हो नि त। सो अहिले चाहिएको भनेको यो वाला रहेछ होइन। भनेपछि अब हामीलाई के चाहियो, सी भनेको त लार्जेस्ट भेक्टर हो। लार्जेस्ट भेक्टर मस्ट बी ग्रेटर देन सम अफ रिमेनिङ टु भेक्टर। अब यहाँनिर अप्सनलाई हेरौँ, यहाँनिर लार्जेस्ट कुन छ, 15 छ, 4 छ, 7 छ। 15 4 प्लस 7 8 9 10 11। 15 इज मोर देन 11 भनेपछि सुरुकै एन्सर रहेछ। अरू अप्सनलाई पनि एनालाइज गर्न मिल्छ। जस्तै यहाँनिर 10 छ, 10 इज लेस देन 7 प्लस 4 कति हुने भयो, 8 9 10 11। 10 इज लेस देन 11 मिलेन। त्यसरी नै यहाँनिर 12 इज लेस देन 4 प्लस 7 त्यही 11। के अरे 12 इज मोर देन 8 9 10 11। के अरे यहाँनिर दुईवटा भयो त एन्सर त। 12 इज मोर देन 11, यहाँनिर 14 इज मोर देन 11। विल नट प्रड्युस एक्सेलरेसन। ठ्याक्कै मैले उल्टो भने क्या हो, यसको रुल नै हेर्न पर्यो यहाँमा है। ट्याक्क उल्टो भने क्या हो। द मिनिमम नम्बर अफ भेक्टर साइमल्टेनियसली एक्टिङ एट अ पोइन्ट सच द्याट largest magnitude is lesser equal to sum of other magnitude, the resultant may be zero. And the largest is greater than the sum of other magnitude, then the resultant can never be zero. Will not produce acceleration in the body भनेको त के अरे विल नट प्रड्युस एक्सेलरेसन इन द बडी, त्यसको मतलब त फेरि एक्सेलरेसन नहुनु हो भनेको, एक्सेलरेसन जेरो हुँदै नहुनु हो भनेको, नेट फोर्स नहुनु भन्न खोजेको क्या भनेको। भनेपछि त यहाँनिर ग्रेटरको चाहिएको थियो तर सबैमा ग्रेटर अनि एउटा लेस छ। यसको क्वेसन मिस्टेक छ जस्तो लाग्यो मलाई। यहाँनिर विल प्रड्युस एक्सेलरेसन इन द बडी एक्टेड बाई दिस फोर्स। लुक तलपट्टि पनि यस्तै एउटा क्वेसन छ, त्यो गरौँ अनि यसलाई हेरौँ है त। मिल्न त मिलेको रहेछ कन्सेप्ट त। सो विच अफ द फलोइङ क्यानट बी रिजल्टेन्ट अफ द भेक्टर्स, ए होइन रहेछ, ठिकै छ अहिले आउँछ। विच अफ द फलोइङ क्यानट बी द रिजल्टेन्ट अफ भेक्टर्स अफ म्याग्निट्युड 5 and 10 भनेको छ। सो यो चाहिँ कतिको भयो, 19 को होइन, काटियो। ल 19 को चाहिँ 5 र 10 छ म्याग्निट्युड, अनि त्यसको रिजल्टेन्ट चाहिँ कुन हुन सक्दैन भनेको छ। हामीलाई रिजल्टेन्ट निकाल्ने फर्मुलाहरू थाहा छ नि होइन। कुनै एउटा ए भेक्टर भनेको म्याग्निट्युड 5 दिएको छ र बी भेक्टर भन्ने म्याग्निट्युडको कति दिएको छ, 10 दिएको छ होइन। अब यो दुइटाको रिजल्टेन्ट चाहिँ कुन भेक्टर हुन सक्दैन भन्दाखेरि चाहिँ हामीलाई एउटा थाहा छ नि फर्मुला, रिजल्टेन्ट भेक्टर इज लेस देन ए भेक्टर प्लस बी भेक्टर एन्ड इज मोर देन ए भेक्टर माइनस बी भेक्टर। यो राजपराजलीकोमा थियो क्या, तिमीले हेऱ्यौ कि हेरेनौ,
यो चाहिन्छ। अहिले हेरेनौ भने पनि यो लेख कतै रिजल्टेन्ट इज लेस देन सम एन्ड मोर देन डिफरेन्स भनेपछि 5 र 10 को सम भनेको 15 हो। सो रिजल्टेन्ट चाहिँ 15 भन्दा कम हुनुपर्छ, लेस देन अर इक्वल्स टु है। त्यहाँ चाहिँ विच अफ द फलोइङ क्यान नट द रिजल्टेन्ट अफ द भेक्टर्स भनेको लेस देनमा त पर्यो, 5 र 15 को सम लेस देन हुने भयो। तर मोर देन डिफ्रेन्स पनि हुनपर्छ भनेको 10 र 5 को डिफ्रेन्स के भयो त 5 भयो नि होइन। 5 भन्दा धेरै हुन पर्यो, 7 5 भन्दा धेरै हो। अनि 15 समभन्दा कम हो भनेको डिफ्रेन्सभन्दा धेरै हुनु पऱ्यो, कम समभन्दा एडिसनभन्दा कम हुन पऱ्यो। 7 चाहिँ डिफ्रेन्सभन्दा धेरै छ, 5 भन्दा धेरै छ, अनि एडिसन 15 भन्दा कम छ। अनि 15 चाहिँ 15सँगै इक्वल छ, एडिसनसँगै इक्वल छ। 5 पनि डिफ्रेन्ससँग इक्वल छ भनेको 10 - 5सँग इक्वल छ। तर 2 हेर्ने हो भने चाहिँ 10 - 5 भन्दा 10 - 5 भन्दा पनि सानो छ नि त। सो 5 भन्दा धेरै चाहिएको हाम्रो त रिजल्टेन्ट त। सो त्यही भएर 2 भयो यसको राइट एन्सर। सो विच क्यान नट बी द रिजल्टेन्ट अफ द फलोइङ भेक्टर्स भन्ने बेलामा हामीलाई के युज गऱ्यौँ त, हामीले यहाँनिर के युज गऱ्यौँ त भन्दा कता लेख्दिउँ त, ल यो राम्रोसँग लेखिदिन्छु। जहिले पनि हामीले के सम्झिन पऱ्यो भन्दा रिजल्टेन्ट भेक्टर इज मोर देन अर इक्वल्स टु डिफ्रेन्स ए भेक्टर माइनस बी भेक्टरको म्याग्निट्युडको माइनस र इज लेस देन ए भेक्टर प्लस बी भेक्टर। सधैँ सम्झियो यो चाहिँ। अब अर्को आउँछ, विच अफ द फलोइङ सेट अफ फोर्सेस एक्टिङ अन अ बडी नेभर प्रड्युसेस जेरो एक्सेलरेसन भनेको छ। नेभर प्रड्युसेस जेरो एक्सेलरेसन हुनको लागि के हुन पऱ्यो, थर्ड भेक्टर भनेको लार्जेस्ट भेक्टर मस्ट बी ग्रेटर देन द सम अफ रिमेनिङ 2 भेक्टर्स। अब यहाँनिर हेर्ने हो भने 20 इज ग्रेटर देन 10 + 10 हो र, होइन, इक्वल टु हो। इक्वल टु भयो भने त मेबी 0 हुनसक्छ भनेपछि दिस इज नट राइट एन्सर। 10 इज मोर देन 6 + 8 हो र, होइन, 10 त लेस देन हो। 10 लेस देन भएपछि यो पनि राइट एन्सर भएन। 20 इज मोर देन 12 + 7 हो, 7 13 14 15 16 17 18 19 भयो। 20 इज मोर देन 19, दिस इज करेक्ट एन्सर। अनि 3 इज मोर देन 1 + 2 हो र, होइन, भनेपछि अप्सन सी इज राइट एन्सर। अर्को छ, विच अफ द फलोइङ म्याग्निट्युड एक्टिङ एट एन एङ्गल अफ हेरिदिन्छु होइन र, विच अफ द फलोइङ म्याग्निट्युड आर एक्टिङ। ल अर्को क्वेसन चाहिँ 2 फोर्सेस अफ इक्वल म्याग्निट्युड, क्वेसन नम्बर 21। 2 फोर्सेस अफ इक्वल म्याग्निट्युड आर एक्टिङ एट एन एङ्गल 60 डिग्री। द एङ्गल मेड बाई द रिजल्टेन्ट विथ आइदर अफ द फोर्सेस इज भनेको छ। त्यसको मतलब के रहेछ त भन्दा 2 फोर्सेस अफ इक्वल म्याग्निट्युड भनेपछि म्याग्निट्युड इक्वल छ भन्ने बित्तिकै यो लाइनको लेन्थ पनि मैले अहिलेको लागि इक्वल बनाइदिएँ तिमीलाई बुझ्नको लागि। यो एफ भयो, अनि दुईवटा इक्वल म्याग्निट्युड भनेपछि यसलाई पनि मैले एफ भने। अब के भनेको छ भन्दा दुईवटा बिचमा एङ्गल 60 डिग्री रहेछ, दे आर एक्टिङ एट एन एङ्गल अफ 60 डिग्री। सो दिस इज 60 डिग्री। अनि एङ्गल मेड बाई द रिजल्टेन्ट विथ द आइदर अफ द भेक्टर भनेको, सो यो दुईवटा बिचको रिजल्टेन्टलाई चाहिँ मैले वाइटले देखाएँ है त। दुईवटा बिचको रिजल्टेन्ट मानौँ यो भयो, रिजल्टेन्ट भेक्टर यो भयो। अब क्वेसनले के सोधेको थियो भन्दाखेरि चाहिँ वाट इज द एङ्गल मेड बाई द रिजल्टेन्ट विथ आइदर अफ द भेक्टर भनेको छ। त्यसको मतलब के हो, आइदर यो एङ्गल कुन हो अरू यो एङ्गल कुन हो भनेर सोधेको हो होइन। सो आइदर अफ द भेक्टर भनेपछि दुईवटा इक्वल रहेछ, अल्फा इक्वल्स टु बिटा रहेछ भनेर पनि बुझ्न सकियो। भनेपछि दुईवटा एङ्गल यो रिजल्टेन्टले बनाएको एङ्गल कसरी निकाल्ने त भन्दाखेरि चाहिँ सायद सरले पढाउनु भएन होला, प्रदीप क्षेत्रपाल सरले। यो निकाल्नको लागि चाहिँ रिजल्टेन्टले कुनसँग बनायो भन्ने कुरा, जस्तै यसको लागि त एउटा फर्मुला छ, तिमीले सम्झ्यौ कि सम्झिन्नौ, tan अल्फा इक्वल्स टु, अब यहाँनिर बी साइन थीटा। अहिलेको लागि म फर्मुला लेख्छु अनि सम्झिने ट्रिक पनि भन्छु, ए प्लस कोसाइन थीटा, ए प्लस बी कोसाइन थीटा हो है यहाँ बी पनि। अब यो फर्मुलाले के भन्न खोजेको भन्दाखेरि चाहिँ
सुरुमा सम्झिने तरिका भन्छु। यहाँनिर ट्यान छ नि, तिमी मेसेज गरेको थियौ अनि म तिमीसँग बोल्न लाएँ। ल मैले ट्यान अल्फाको बारेमा कुरा गर्दै थिएँ। अब यहाँनिर चाहिँ के गर्ने हो खास भन्दाखेरि चाहिँ यो ट्यान अल्फा सधैँ के दिन्छ भन्दा रिजल्टेन्ट भेक्टरले आइदर अफ द भेक्टरसँग बनाएको एङ्गल दिन्छ। जस्तै यहाँनिर हामीले रिजल्टेन्ट भेक्टरले अल्फा भन्ने एङ्गल माथिको फोर्ससँग बनाएको थियो, बिटा भन्ने एङ्गल तलको फोर्ससँग बनाएको थियो। अहिलेको लागि मानौँ माथिको फोर्स ए हो, तलको फोर्स बी हो, र रिजल्टेन्टले मानौँ हामीलाई चाहिएको छ एसँग कति एङ्गल बनाएको छ अल्फा निकाल्न पऱ्यो भने चाहिँ यो फर्मुला युज गर्न सकिन्छ। अब हामीलाई कसरी थाहा हुन्छ यो ट्यान अल्फाले यो दिन्छ, ट्यान बिटा भनेको अर्को हो भनेर कसरी थाहा हुन्छ भन्दाखेरि चाहिँ यसको ट्रिक छ। जोसँग रिजल्टेन्टले एङ्गल बनाउने हो त्यो एक्लै पार्ने, सम्झियो यो सधैँ पनि, सधैँ सम्झियो। जोसँग एक्लै हो त्यो एक्लै, के अरे जोसँग एङ्गल हो त्यो एक्लै, जोसँग एङ्गल हो त्यो एक्लै भनेर सम्झिने। भनेपछि यहाँनिर एक्लै को छ, ए छ भनेपछि रिजल्टेन्टले एसँग बनाएको एङ्गल निकाल्न लागेको रहेछ हामीले यहाँनिर बी लेखेको भए रिजल्टेन्टले बीसँग बनाएको एङ्गल लेख्दो रहेछौँ। तर हामीले यहाँ ए लेख्यौँ भने यहाँनिर बी हुन्छ र माथि पनि बी हुन्छ। हामीले यहाँ बी लेख्यौँ भने यहाँ साइडमा ए हुन्छ र माथि पनि ए हुन्छ। यहाँ मिनेट दिन्छु रुक है। ल यसलाई सम्झिने ट्रिक भन्छु अब चाहिँ म मेटेर। सुरुमा ट्यान अल्फा भयो, ट्यान अल्फा लेख्ने बित्तिकै माथि साइन थीटा बाई कस थीटा लेख्ने होइन। अब हामीलाई यहाँनिर प्लस लेख्ने, जोसँग एङ्गल बनाउने हो त्यसलाई हामीले एक्लै लेख्ने भनेको एसँग बनाउनु लागेको हो त्यही भएर ए लेखेँ। अब रिमेनिङ बी छ, बी चाहिँ माथि बी साइन थीटा र बी कस थीटा बनाइदिने। ल मानौँ अब हामीलाई बीसँग बनाउनु लागेको एङ्गल निकाल्न मन लाग्यो। बीसँग बनाएको एङ्गल त अल्फा होइन बिटा हो भनेपछि यहाँ बिटा लेख्न पऱ्यो। बीसँग बनाउने हो भनेपछि बी त एक्लै पार्न पऱ्यो भनेपछि एलाई हटाएर यहाँनिर बी लेख्न पऱ्यो। अर्को वाइट युज गर्छु, बी यहाँ लेख्न पऱ्यो। त्यसपछि माथिपट्टिको बी र तलपट्टिको बीलाई हटाएर माथिपट्टि ए तलपट्टि ए लेख्न पऱ्यो। अनि यो थीटा कहाँबाट आउँछ त नि, कहाँ लेख्ने हो थीटा, कुन थीटा लेख्ने हो भन्छ भने थीटा त क्वेसनमा दिएको छ एङ्गल बिट्विन देम इज 60 डिग्री भनेर, भनेपछि त्यही थीटा राख्ने हो। अब हामीलाई त के भनेको थियो भन्दा दुइटै इक्वल फोर्सेस हो, इक्वल भन्यो ए र बी इक्वल छ भने त ए र बीसँग बनाएको एङ्गल पनि इक्वल हुन पऱ्यो। त्यो भएको भएर अहिलेको लागि यो मेट्छु, म फेरि लेख्छु। त्यो भएको भएर अब हामीले यहाँ के गर्न पऱ्यो त, के गर्न मिल्यो, दुईवटा भेक्टर इक्वल भेक्टर थियो, एफ भन्ने भेक्टर यो भयो, अर्को एफ भन्ने भेक्टर यो भयो, यो दुईवटा बिचको रिजल्टेन्ट आर यो रिजल्टेन्ट छ। अब यो रिजल्टेन्टले आइदर अफ द भेक्टरसँग बनाएको एङ्गल दुइटै अल्फा हो बिकज बोथ आर इक्वल। यो बनाउनको लागि यसको लागि के गर्नु पऱ्यो त, ट्यान अल्फा इक्वल्स टु माथि साइन थीटा तल कस थीटा, कोसँग बनाउनु लागेको आइदर अफसँग बनाएको, त्यही भएर मैले एउटालाई एफलाई यहाँ राखिदिएँ, एफ प्लस अब रहेको के छ एफ नै रहेको छ भनेपछि माथि पनि एफ तल पनि एफ। अब मैले यहाँनिर माथि र तलपट्टि एफ साइन अफ 60 डिभाइड बाई, त्यो मेसेज आयो फेरि, एफ प्लस एफ कस 60। तलको एफ कमन लिने हो भने एफ बाहिर निस्किन्छ, माथिको एफसँग काटिन्छ हो।